यदि कसैलाई किडनी सफा गर्नु छ, किडनीमा समस्या देखिन थाल्यो भने बजारमा चाहिँ गोखरू भन्ने पाइन्छ, गाई खुरे भनेर चिन्छौँ हामीले। हो त्यो गोखरुको हामीले काँडा खायो भने किडनीमा कुनै पनि समस्या छ भने यसले ठिक गर्छ र किडनीलाई सफा गर्ने काम गर्छ। 10 दिन खानुस् मात्र। मेरो माथि हेर्नु होला, यो गोखरू हो। गोखरुको दाना यो गाईको खुर जस्तो हुने भएर यसको नाम गोखरू भएको हो। त्यसलाई धुलो बनाउने, धुलो बनाइसकेपछि 1 चम्चा मजाले पानीमा पकाउने, पकाइसकेपछि त्यसलाई छान्नुस् अथवा त्यति खाँदा पनि हुन्छ। त्यो चाहिँ बिहान पानी खाइसकेपछि खाली पेट खानु होला र बेलुका पनि 1 टाइम खानु होला। केवल 10 दिन खाने गर्यो भने तपाईको किडनी पुरै त्यसले साफ गरिदिन्छ। किडनीमा समस्या देखियो, कहीँ ब्लकेज देखियो अथवा केही तपाईको अहिले किडनीमा चाहिँ प्रोटिनको समस्या आइरहेछ, यी विभिन्न डायलिसिस गर्ने समस्या आइरहेछन्, कमसेकम वर्षमा तपाईले 2 पटक खानुस् 10 दिन, तपाईको किडनी साफ हुन्छ। तपाईको किडनीको समस्या आउने सम्भावना एकदम न्यून हुन्छ। यो खानुस्, मस्त बन्नुस्, स्वस्थ बन्नुस्।